एकछिन जंगली हात्तीका कुरा सुनौ। I'm not talking about money for Greenland yet. I might talk about that, but right now we are going to do something on Greenland, whether they like it or not. I would like to make a deal, the easy way, but if we don't do it the easy way, we're going to do it the hard way. डोनाल्ड ट्रम्पको घर जग्गा कारोबार जारी छ। भेनेजुएलाको सफलतापछि हौसिएका डोनाल्ड ट्रम्प अब ग्रीनल्यान्ड कब्जा गर्छु भन्दैछन्, ग्रीनल्यान्ड किन्छु भन्दैछन्। यदि किनेर पाइएन भनेपछि म मिलिट्री लगाएर भए पनि जबरजस्ती लिन्छु भनेर भन्दैछन्। 2-4 दिन तलमाथि हुन सक्छ, तर ग्रीनल्यान्डमा मेरो कब्जा हुन्छ भनेर यो भिडियोमा उनी भन्दैछन्। ट्रम्पले युरोपियन देशहरूलाई दास जस्तै व्यवहार गर्नु, युरोपियन देशका नेताहरूलाई एकदमै तुच्छ कुकुर भन्दा पनि तल्लो स्तरको व्यवहार गर्नु र युरोपियन देशहरूको जग्गा मिलिट्री लाएर कब्जा गर्छु भनेर भन्दा पनि युरोपका नेताहरू किन निरीह भएर ठुलो हेरिरहेका छन् भनेर बुझ्नका लागि एकछिन इतिहासमा फर्कनुपर्ने हुन्छ। दोस्रो विश्वयुद्ध सकिसकेपछि 1949 मा युरोपियन देशहरूले अमेरिकासँग मिलेर एउटा अर्गनाइजेसन बनाए जसलाई नेटो भनिन्छ, नर्थ एटलान्टिक ट्रिटी अर्गनाइजेसन। युरोपियन देशहरूले टाढाको अमेरिकालाई योमा मिसाउनुको एउटै मात्र कारण अमेरिकासँग न्युक्लियर पावर थियो। त्यतिखेर जर्मनीले सेकेन्ड वर्ल्ड वारमा युरोपियनहरूलाई नराम्रोसँग कुटेको थियो। आधा फ्रान्ससम्म आइसकेको थियो जर्मनी। तर जर्मनीको त अन्त्य भयो सेकेन्ड वर्ल्ड वारमा। तर त्यो सँगसँगै सोभियत सङ्घको उदय हुन थाल्यो। सोभियत सङ्घ एक्सप्यान्ड गर्दै थियो, विभिन्न देशहरूमा आफ्ना सेटेलाइट स्टेटहरू बनाउँदै थियो। पोल्यान्ड, हङ्गेरी लगायतका पूर्वी युरोपका धेरैजसो देशहरू कम्युनिस्ट भइसकेका थिए। जर्मनीको कुटाइबाट बल्ल बल्ल मुक्त भएका पश्चिमा युरोपियन देशहरू सोभियत सङ्घको बढ्दो शक्ति देखेर चिन्तामा परे। त्यसैले गर्दा उनीहरूले अमेरिकालाई गुहारे र नेटोमा अमेरिकालाई बस्न आग्रह गरे। अमेरिका त्यतिखेरसम्म डन बनिसकेको थियो, उसलाई च्यालेन्ज गर्ने कोही पनि थिएन। उसँग परमाणु बम थियो, उसले जापानमा अलरेडी परमाणु बम खसालिसकेको थियो। त्यसको विनाश सबैले देखेका थिए। त्यसैले अमेरिकाले युरोपियन देशहरूलाई के भन्यो भने, अब तिमीहरू चिन्ता नगर, म तिम्रो बस हुँ आजबाट, तिमी मेरो छत्रछायामा रहन्छौ र तिमी माथि कसैले थिचोमिचो र दमन गर्यो भनेपछि मसँग न्युक्लियर पावर छ, म त्यो देशलाई सिद्धाइदिन्छु भनेर अमेरिकाले आश्वासन दियो युरोपियन देशहरूलाई। युरोपियन देशहरू मख, आहा कति राम्रो, अमेरिकाले हामीलाई सुरक्षा दिन्छ, अमेरिकासँग न्युक्लियर पावर छ, कसले हामीमाथि आक्रमण गर्ने? अब कसैले आक्रमण गरेको अमेरिकाले एक बम खसालिदियो भने देशै ध्वस्त हुन्छ भनेर युरोपियनहरू मख परे, मस्त भए। अमेरिकाले युरोपियन देशहरूलाई बचाउने ग्यारेन्टी लिइसकेपछि युरोपियन देशहरूमा करिब युद्धको सम्भावना सकियो त्यतिखेर। त्यसपछि युरोपियन देशहरू ढुक्क भए र आफ्नो देशमा भत्किएका ध्वस्त भएका संरचनाहरू पुनर्निर्माणमा लागे। दोस्रो विश्वयुद्धताका युरोपका धेरै सहरहरू, धेरै स्ट्रक्चरहरू ध्वस्त भएका थिए। कति बम खसेर, कति आगो लागेर धेरै संरचनाहरू काम नलाग्ने स्थितिमा पुगेका थिए र युरोपियन देशहरूले अब युद्ध लड्नु नपरेपछि ती संरचनाहरू फेरि पुनर्निर्माण गर्नमा आफ्नो समय, आफ्नो पैसा र आफ्नो ऊर्जा लगाए। यो सिलसिला सोभियत सङ्घको विघटन नहुन्जेलसम्म चलिरह्यो। 1991 मा जब सोभियत सङ्घको विघटन भयो त्यसपछि त युरोपियन देशहरूको झन मजा भयो। पहिले त अलिअलि डर लाग्थ्यो, कहीँ सोभियत सङ्घ आइहाल्छ कि आक्रमण गरिहाल्छ कि भनेर थोरै भए पनि आफ्नो मिलिट्रीमा, आफ्नो वेपनमा खर्च गर्थे। अब सोभियत सङ्घ नै नरहेपछि सुरक्षामा खर्च गर्नुको आवश्यकता रहेन। त्यसैमाथि अमेरिकाले सुरक्षाको ग्यारेन्टी लिएको छ। युरोपियनहरूलाई झन मजा भयो। कुनै युरोपियन देशहरूको त कुल बजेटको 1.5% भन्दा पनि कम सुरक्षा बजेट छुट्याइएको पाइएको छ त्यतिखेर। यतिसम्मको लापरवाही भए युरोपियन देशहरू र उनीहरूले आफ्नो भयभरको पैसा स्रोत वेलफेयर सिस्टममा खर्च गर्न सुरु गरे। के गरे भनेपछि युरोपियन देशहरूले भयभरको सम्पत्ति आफ्नो जति पनि कमाए जे गरे सबै वेलफेयर सिस्टममा लगाइदिए। युरोपियनहरूको जस्तो वेलफेयर सिस्टम सायद दुनियाँमा कहीँ पनि छैन। यसको समस्या के हो त्यो पनि म भन्नु एकछिनमा, तर यो सुन्नुहोस्। एजुकेसन फ्री, हेल्थ फ्री, हाउसिङ फ्री, खाना फ्री, तपाईँसँग काम छैन भनेपछि पैसा फ्री, सबै फ्री, सारा चिज फ्री गरिदियो यहाँका जनताहरूलाई। अब त्यसले दुई कुरा गर्यो। एक त भयभरको पैसा मान्छेको वेलफेयरमा खर्च गरिदियो, सित्तैमा दिन सुरु गर्यो, जसले युरोपका मान्छेहरूलाई बसी खान सिकायो, अल्छी हुन सिकायो, मान्छेलाई पौरख गर्नबाट वञ्चित गरायो। मिनिमम वेजेसमा काम गर्ने मान्छे भन्दा बढी जो अनइम्प्लोइड भएर बस्छ, जो काम गर्दैन, उसले कमाउन थालेपछि मान्छेले किन काम गर्ने? सित्तैमा खान पाइन्छ, मान्छेहरूले काम गर्न छोडे। विन्टरभरि यस्तो कतैतिर मेडिटेरियनतिर गएर मजाले घाम तापेर बस्ने, गर्मीमा आफ्नै देशमा आउने, पार्कतिर जाने, घाम ताप्ने, बियर पिउँदै बस्ने, यति काम भयो यहाँका मान्छेहरूको। राम्रो पैसा आउने जबहरूमा त मान्छेहरू थिए, तर मिनिमम वेजेसमा काम गर्ने मान्छे भेटिन छोडे। त्यसपछि आए इमिग्रेन्ट्सहरू, सस्तोमा काम गर्ने मान्छेहरू बोलाउन सुरु गरे। यिनीहरूले मान्छे भर्न सुरु गरे। काम गराउनका लागि इमिग्रेन्ट्सहरू त यिनीहरूले भर्न सुरु गरे, तर कति इमिग्रेन्ट्स ल्याउने भन्ने यिनीहरूले भ्याउ पाएनन्। इस्टर्न युरोपियन देशहरूबाट, अफ्रिकन देशहरूबाट, एसियन देशहरूबाट लाखौंको संख्यामा युरोप आउने मान्छेहरू बढे। अब फ्रीमा एजुकेसन, फ्रीको हेल्थ, फ्रीको खाना, जब भएन भनेपछि सित्तैको पैसा,
बुढेसकालमा घर र खानाको व्यवस्था, बच्चाहरूको शिक्षाको ग्यारेन्टी सबै कुरा भइसकेपछि युरोपको नआउने सबै मान्छेहरू यहाँ आउन थाले र यो सिलसिला 10औं वर्ष चल्यो। तर आप्रवासीले सधैँभरि काम गरेन। आप्रवासी एक दिन सेटल भइसकेपछि तिनीहरूले पनि अब त्यो बेनिफिट पाउने भयो। अब आप्रवासी किन काम गरोस्, आप्रवासी पनि सुत्न थाल्यो। अब आप्रवासीले पनि सित्तैको पैसा सित्तैको खाना पाइसकेपछि त ऊ किन काम गर्छ। हामी त झन् अल्छी, अफ्रिका एसियादेखिबाट आएका मान्छे त महा अल्छी, यिनीभन्दा बढी अल्छी हामी। अफ्रिकन देशबाट र एसियाका कतिपय मुस्लिम देशहरूबाट आएका मान्छेहरूले 10-10वटा बच्चा जन्माउन थाले। जति बच्चा उति धेरै पैसा आउने, उति धेरै ठुलो घर पाउने। अब त्यस्तो भइसकेपछि बच्चा किन नजन्माउने, पैसा आएको छ, बच्चा जन्माएको छ। त्यो भइसकेपछि जो मान्छेलाई काम गर्न भनेर यिनीहरूले यहाँ बोलाएका थिए तिनीहरू अब यिनीमाथि बोझ हुन थाले। तिनीहरूलाई उल्टै पैसा दिएर पाल्नुपर्ने स्थिति आयो। अब के गर्ने, काम गर्ने मान्छे त चाहियो, सुती खान पाएको थियो, अब उल्टै आप्रवासीलाई पैसा तिर्नुपर्ने भएको छ। अब के गर्ने, अब नयाँ आप्रवासी बोलाउने, स्टुडेन्ट भिजामा बोलाउने, रिफ्युजी बनेर बोलाउने, अर्का देशमा बम हान्ने, त्यहाँबाट आएका मान्छेलाई राख्ने र उनीहरूले यिनीहरूको काम चलाइदिने। यसरी वर्षौंसम्म यो सिलसिला चल्यो र आज युरोपमा देखिएको जो माइग्रेन्ट क्राइसिस छ त्यो त्यसैको नतिजा हो। यिनीहरूले बसेर सुतेर खाएको नतिजा हो। यो सित्तैमा बस्न र सित्तैमा खान पल्केका युरोपियनहरूले आफ्नो डिफेन्समा खासै खर्च गरेनन्। पैसा जति सबै वेलफेयर सिस्टममा बगाए, सबै त्यहाँ खर्च गरे। अब पैसै रहेन, कहाँबाट डिफेन्समा खर्च गर्छन्। 2003 ताका युरोपियन देशहरू सबै मिलेर एउटा जहाज बनाएका थिए, टाइफुन। तपाईहरुले पनि नाम सुन्नुभयो होला। त्यो जहाजको तुलना अमेरिकाको F-16 सँग गरिन्थ्यो। कतिपय प्यारामिटरमा F-22 भन्दा पनि राम्रो जहाज थियो टाइफुन। तर त्यसपछि त्यो हरायो। त्यसपछि नयाँ रिसर्च एन्ड डेभलपमेन्ट केही पनि भएन। फ्रान्सले एउटा रफाल नामको जहाज त बनायो, तर त्यो पनि इन्डियामा अहिले त्यति साह्रो राम्रो चलेको छ भन्ने सुनिदैन। र त्यही बेला अमेरिका आफ्नो रिसर्च एन्ड डेभलपमेन्टमा लागिरह्यो। उसले F-16 बनायो, F-22 बनायो, F-35 बनायो, B-2 बम्बरमा काम गर्यो। सबमरिनदेखि स्पेस आर्मीसम्मको कन्सेप्ट ल्यायो अमेरिकाले। अमेरिका सँगसँगै रसिया र चाइनाले पनि आफ्नो मिलिट्री केपेबिलिटीमा काम गर्यो। रसियाले Su-29, Su-30, 34, 35, 57 अहिले 75 स्टेल्थ जहाज बनाउँदैछ, फाइटर जहाज। त्यसै गरी उसले आफ्नो एयर डिफेन्स केपेबिलिटीमा S-400, S-300, S-500 जस्ता मिसाइल डिफेन्स सिस्टमहरू बनायो र अन्य थुप्रै डिफेन्स सिस्टमहरूमा ऊ काम गर्दैछ। चाइनाले पनि ठ्याक्कै त्यही गर्यो। चाइनाले पनि 40-50 वर्षपछि यो विश्व कस्तो होला भन्ने अनुमान लगाएको थियो। फेरि कुनै न कुनै दिन यस्तो युद्ध हुनेछ। त्यो दिन जोसँग पावर छ, जोसँग माइट छ, उसकै विजय हुनेछ। बाँकी कसैले कसैलाई हेल्प गर्ने छैन भन्ने उसलाई लागेको थियो र उसले पनि आफ्ना डिफेन्स सिस्टममा, मिलिट्रीमा काम गर्न सुरु गर्यो। J-10, J-11, J-35, J-20 यसैको प्रडक्ट हुन्। आज जुन चाइनिज एयरक्राफ्टहरू, ड्रोनहरू हामी देख्छौँ, यो 20-30 वर्ष पहिलेदेखिको चाइनाले जुन गरेको काम छ त्यो आज हामी देखिरहेका छौँ। यसका लागि चाइनाले धेरै लामो समय लगाएको छ। कतिपय मान्छेहरू भन्छन् यो सबै चाइनाले कपी गरेर ल्याएको हो भनेर भन्छन्। त्यो पनि ठिक हो, त्यो पनि स्ट्राटेजी अन्तर्गतै पर्छ। अमेरिकन मिलिट्रीका उच्च ओहदामा चाइनिज मान्छेहरू पुगेका छन्। चाइनाले त्यहाँबाट धेरै वेपन सिस्टमको ब्लुप्रिन्ट ल्याएर आफूले कपी गर्यो भन्ने आरोप लाग्छ। त्यो कपी गरेको पनि हुनसक्छ। एउटा भनाइ छ, पावर गेन अथवा वारमा एथिकल अनएथिकल भन्ने कुनै पनि कुरा हुँदैन, लिगल इलिगल भन्ने कुरै हुँदैन। यदि वार हुन्छ, यदि आफूलाई पावरफुल बनाउनु छ र आफूलाई प्रिपेयर गर्नु छ भनेपछि नैतिकता भन्ने कुरा त्यहाँ हुँदैन, लिगल इलिगल भन्ने कुरा हुँदैन भनेर भन्छ। त्यही गरिरहेछ अहिले अमेरिकाले पनि। सबै ठाउँमा जाने, कब्जा गर्ने, उसले जे सक्यो त्यही गर्दैछ। यसमा एथिकल अनएथिकल, लिगल इलिगल भन्ने कुरै छैन। त्यस्तै हो चाइनाको पनि। चाइनाले सायद ल्याएको हुनसक्छ ब्लुप्रिन्टहरू, तर उसले डेभलप गर्यो। उसँग अहिले मिलिट्री पावर छ। अस्ति भर्खरै इन्डिया र पाकिस्तानको जुन लडाइँ भएको थियो त्यसमा पनि चाइनिज हतियारको केपेबिलिटी हामीले केही हदसम्म हेर्न पायौँ। यसरी चाइना, रसिया, अमेरिका आफ्नो आफ्नो डिफेन्स केपेबिलिटी बढाउनमा लागिरहे। युरोपियनहरू बियर पिउँदै घाममा सुतिरहे। त्यही बियर पिएर घाममा सुतेको नतिजा भोग्दैछन् आज युरोपियनहरू। अब ग्रिनल्यान्ड अमेरिकाले खोसेर लग्ने भयो युरोपियन देशहरूबाट। आफ्नो पावर बढाउन लागेनन्, आफ्नो मिलिट्रीमा खर्च गरेनन्, सुतिरहे। अमेरिकाले हाम्रो रक्षा गर्छ भनी सोचिरहे। आज त्यही अमेरिका तिनकै साथी आएर अब तिमीहरूको देशको यो भाग मलाई चाहियो भनेर दाबी गर्दैछ। ट्रम्पले युरोपियन देशका नेताहरू, मन्त्रीहरू, प्रधानमन्त्रीको भाउ कौडीको बनाइदियो। जेलेन्स्कीलाई आफ्नो घरमा बोलायो, भन्नु नभन्नु गाली गर्यो। उनले त गाली गरे, त्यहाँ रहेका पत्रकारले समेत गाली गरे। यस्तो ड्रेस लगाएर आउने हाम्रो राष्ट्रपतिसँग भेट्न भनेर रुनु न हाँस्नु बनाइदियो बिचराको। तपाईहरुले कुनै पत्रकार सम्मेलन देख्नुभयो होला। ट्रम्प अगाडि यसरी बस बनेर उभिन्छन्, पछाडितिर लाइन लागेर युरोपियन देशका नेताहरू, मन्त्रीहरू यस्तो हात समातेर चौकीदार जसरी उभिन्छन् पछाडितिर।
ट्रम्पले कसैलाई हातले यसरी धकेलिदिन्छ, उता जा भन्छ, कसैलाई उता बस भनिदिन्छ, सब बिचरा चुपचाप लागेर यसरी हजुर हजुर भन्दै बस्छन्। यस्तो हालत, 2 कौडीको हालत बनाइदियो ट्रम्पले युरोपियन देशका नेताहरूको। ट्रम्प राष्ट्रपति भएर आइसकेपछि सबैभन्दा पहिले उनले नेटो देशका सदस्यहरूलाई बोलाए। के भनेदेखि तिमीले फ्रीमा खायौ आजसम्म, तिमीहरूको सुरक्षाको जिम्मा म लिन सक्दैन, पैसा हाल्ने भए हाल नेटोमा, हाल्दैनौ भनेपछि म पनि अब नेटोबाट निस्किन्छु, त्यसपछि तिमीलाई रसिया आएर चुट्छ भनेर भने। म बचाउन सक्दैन तिमीहरूलाई, तिमीहरू फ्रीमा खान्छौ, तिमीहरूले 1 पैसा पनि लाउँदैनौ नेटोमा, सबै पैसा मैले हाल्नुपर्छ, म किन तिमीहरूको रक्षा गर्ने, तिमी पैसा हाल, त्यसपछि म सुरक्षा दिन आउँछु, होइन भनेपछि म पुटिनलाई भन्छु तिमीहरूलाई चुट्छ पुटिनले भनेर भने। यिनको साथी नेटो, बेस्ट फ्रेन्ड अमेरिका आज के भन्दैछ भनेपछि म बाहिर जान्छु, तिमीलाई पुटिन चुट्छ भनेर भन्दैछ। यस्तो छ हालत। ट्रम्पले ग्रिनल्यान्डमा कब्जा गर्छु भनिसकेपछि डेनमार्ककी प्रधानमन्त्रीले एउटा बयान दिइन्। ग्रिनल्यान्ड डेनमार्कको कोलोनी हो। 300 वर्षदेखि ग्रिनल्यान्डमा डेनमार्कले राज गर्छ। 2008 को चुनावमा ग्रिनल्यान्डका मान्छेहरूले हामी स्वतन्त्र हौँ भनिसकेपछि त्यहाँको परराष्ट्र र डिफेन्स मात्रै डेनमार्कले हेर्ने गरेर सम्पूर्ण अधिकार ग्रिनल्यान्डलाई दिएको छ। ग्रिनल्यान्डले अब बिस्तारै हामी यहाँ जनमत संग्रह गराएर अलगै देश बनाउँछौँ भनिरहेछ। उतापट्टि अब अमेरिका आएर म लिन्छु तँलाई भन्दैछ। यस्तो छ सिचुएसन ग्रिनल्यान्डको। डेनमार्ककी प्रधानमन्त्रीले के भनिन् भनेपछि यदि ग्रिनल्यान्डमा अमेरिका आयो जबरजस्ती भनेपछि नेटोको अस्तित्व रहँदैन, नेटो टुट्छ भनेर भने। ट्रम्पले त्यति सुने मात्र के थिए, ए तिम्रो नेटो सेटो भाडमा गए, तिमी 2 कौडीका मान्छे हो, तिम्रो कुनै औकात छैन, उस्तै पनि नेटोमा म हुनाले नेटोको अस्तित्व छ, म निस्के अमेरिका निस्क्यो भनेपछि तिम्रो 2 कौडीको पनि इज्जत छैन भनेर डेनमार्ककी प्रधानमन्त्रीले भनेको कुरा हावामा उडाइदिए। ट्रम्प कसैलाई पनि आफ्नो समकक्षी ठान्दैनन् र युरोपियन देशका लिडरहरू जो छन् ती साँच्चैकै भन्नुपर्दा ट्रम्पका नजिक, ट्रम्पका दास जस्ता देखिन्छन्। यति कमजोर छन् यिनीहरू। नेटो जुन सङ्गठन छ त्यसको आर्टिकल 5 मा नेटोका कुनै पनि सदस्य राष्ट्रमाथि कसैले पनि आक्रमण गर्यो भनेपछि त्यो सम्पूर्ण नेटोमाथि आक्रमण गरेको ठहरिनेछ र सबै नेटोमा भएका देशहरू मिलेर त्यसको डिफेन्ड गर्नेछन् भनेर भनेको छ। सिचुएसन कस्तो आयो भनेपछि नेटोकै देशमाथि अर्को नेटोको देशले अब आक्रमण गर्ने भयो। ग्रिनल्यान्डमा अमेरिकाले कब्जा गर्ने भयो। अब कसले बचाउने? नेटो बीचमै फाइट हुने देखियो यहाँ। अब डेनमार्कले या त रसिया बोलाउनु पर्यो या चाइनालाई गुहार्नु पर्यो। त्यो स्थिति छैन। अमेरिका चुट्न आइसक्यो। अब के गर्ने? त्यसैले गर्दा आफ्नो घर मजबुत बनाउन नसक्दा, आफ्नो सिक्युरिटी र डिफेन्समा खर्च गर्न नसक्दा, यस्तै सोशल वेलफेयरमा फ्रीको खाना, फ्रीको बस्न, फ्रीको दारूमा जुन युरोपियनहरू भुलिए, त्यसले गर्दा आज युरोपियनहरूको औकात 2 कौडीको भएको छ। यता रसियाले चुड्दैछ, उता अमेरिकाले भागेबाट भन्दै लात हान्दैछ। दुईटैतिरबाट फुटबल जस्तो भएको छ युरोप अहिले। यदि अमेरिकाको प्रतिवाद गर्यो भनेपछि अमेरिका त ठोक्छ। अमेरिकाले रसियालाई के भन्छ भनेपछि ल यिनीहरूलाई ठोक भाइ, मेरो पनि आजबाट केही पनि छैन, यो यिनीहरूसँग लेनदेन केही छैन, तिमी आऊ जहाँ जो लग्न सक्छौ लगेर जाऊ यिनीहरूको जमिन भनेर रसियालाई समेत भनिदिन्छ। ट्रम्प यस्तो सन्की मान्छे हो। यिनीहरूलाई त्यही बियरको नसाबाट छुटाउनुका लागि यो अवस्था आउनुपर्ने एकदमै आवश्यक थियो। यो 10, 15, 20 वर्ष पहिले नै आउनुपर्ने थियो सिचुएसन। आज बल्ल आएको छ र सायद अब युरोपियन देशहरूको अलिकति दिमाग खुल्ला, अलिकति यिनीहरू आफूमा ध्यान देलान्, आफ्नो डिफेन्समा ध्यान देलान्, अमेरिकामा रिलाय कम गर्ला। अमेरिका कसैको पनि साथी हुन सक्दैन भन्ने कुरो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब ग्रिनल्यान्ड कब्जा गर्छु भन्ने भनाइबाट प्रष्ट भयो। अमेरिका ग्रिनल्यान्डमा पस्ने पक्का पक्की नै हो। थ्याङ्क यू भेरी मच। आई विल सी इन द नेक्स्ट भिडियो।